हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। आज हो 45 डेज वेट लस च्यालेन्जको डे 29। अनि म चाहिँ कति दिन भयो मैले एक्सर्साइज पनि गरेको छैन, वक पनि गरेको छैन। वक चाहिँ अलिअलि मात्रै भएको छ। एक्सर्साइज त मैले यति पनि गरेको छैन। मलाई यत्तिकै थकाइ लागिरहेछ, यत्तिकै शरीर दुखिरहेको छ। अनि त्यही भएर केही गरेको छैन। अनि म भोलिदेखि चाहिँ गर्छु भन्ने सोचिरहेको छु। अनि त्यही हो, मैले तातो पानी र निम्बु पानी खाएँ एज युजुअल। अनि 10 बजीतिर चाहिँ खाना खाएँ। खानामा थियो चाम्रे बनाएको थिएँ, अनि चुकौनी, अनि त्यसपछि काँक्रा अनि अम्लेटसँग खाएँ 10 बजेतिर। अनि मैले दिउँसोको खाजामा खाएँ यो चिउरा र अन्डा फ्राई गरेर खाएको थिएँ। अनि त्यसपछि मैले फेरि 4 बजीतिर चाहिँ मलाई कस्तो त्यो आलुचप खानु मन लागेको थियो। अनि यो चाहिँ एउटा खाएँ, एउटा आलुचप र अनि यो काँचो आँप खायौँ हामी दुईजनाले। अनि यो 4 बजीतिर खाइसकेपछि चाहिँ मैले 6:30 बजीतिर चाहिँ खाना खाएको थिएँ। खानामा थियो बिहानकै चाम्रे अनि सुप बनाएर काँक्रासँग खाएको थिएँ। अनि मैले मही पनि खाएँ। यही थियो मेरो डे 29। थ्याङ्क यू फर वाचिङ एभ्री वान। लट्स अफ लभ।